ल मौसम यस्तो छ है आत्तिको होला है आत्तिनु पर्दैन अब भयो अब आउँछ है नाइट फुल रेस्ट थियो अब साथी छ चितवनदेखि पुग्दा तर पाटमा आउँछ पाटमा निकाल्ने भन्यो कि भाइ मैले किनकि भ्युज बढ्दो त्यसै छ भ्युज पनि बढ्दो सब्सक्राइब गर्दा हामीले सुरुमा लाइक बेड रेस्ट आए अगाडि भ्युज हेर्नुहोस् मेरो राइडर भाइ यहीँ छन् अगाडि त दामी देखेँ के रे भाइ ए हो त्यो अति भाइरल भएको बाटो यही हो है चितवनको है अति भाइरल त्यो टिकटकमा आइरह्यो भने यही हो कि मौसम बबाल छ कि मौसम हेर्नुहोस् न यार आज मौसम भाइ कपाल होला नि यो चाहिँ एयरपोर्ट गाइजहरु के अरे चस्मा लगायो भनेर हिरो भनेर नभन्नु हैन आई प्रोब्लमले गर्दा है भाइ यार औडा बन जस्तो छ यार यो भ्लग त यार यस्तो डेन्जर आखान यार भ्युज त अब बब्बाल आयो ल साच्चै भनेको बब्बाल छ कि अब के भन्ने अब यस्तो बब्बाल छ यार सिनेमेटिक हान्दिनु पर्छ क्या पप छ क्या यार पप चाहिँ औडा छ कि यो त के त्यो डाँडा त औडा देखियो कि भाइ ठिक छ अब हल्का स्कोर बनाउनु पर्यो भाइले सामान लिनु गयो हल्का ब्रेक सोइल फेरेर निस्किनु पर्यो ब्रेक सोइल के भनेको हो भन्ला ब्रेक सोइल है मेरो ड्रेसअप चाहिँ यस्तो छ लुक्स पुरै होइन तलबाट माथिको यस्तो छ बबाल जति नै के टेन्सन छैन कि के टेन्सन छैन कमाउने यसले हो केही भक्क निकाल्ने हान्दिने हो कमाउने यसले हो टेन्सन छैन बेरोजगारी पर्यो के गर्ने त ल बन्दैछ स्कुटर पनि ड्याङ हान्ने अब बने हामी निस्किने केटा हो सरल बिस्तारै जाने हो कि बिस्तारै आनन्दले जाने हो कि टेन्सन नको के जाम है जाम अब जाम गयो हामी लाग्यो है ल पातिबारी मन्दिरभित्र है जे भयो हामी ठ्याक्कै अब आउँदैछौँ कहाँ भने यो हाइवे पोखरा बस पार्क हाइवे निस्क्यो ठ्याक्क नारायणी भित्रबाट छिरो यो हुन्छ तरिका यो अन्त नेचर त्यस्तै दामी दुईजना दाजुभाइ त्यस्तै दामी पोखराको स्पेयर पमिङ है
यो चाहिँ अब सिधै मुलिङ हाइवे भयो। अब यहाँबाट सलल पानी भयो जस्तो भयो बग्यो। के कसो भयो आइरहन्छ है, के बिहान अपडेट हुन्छ। अब ट्याक्कै सिनमा देखाउँछु म, सिनमा यो मोबाइल सानो चाहिँ साँच्चै नलाउनु त्यही भएर यसरी नै आइरहेको के हो भाइ अन्त हेरे त्यस्तै हरियाली यो भ्यू देखाइदिनु मान्छे यति गर्दा त यहाँ लगभग गाई सब्सक्राइब चाहिँ हाल्नु पर्छ है, लाइक चाहिँ गर्नुपर्छ है गाई। यति गर्दा दामी छ के ब्रो, नेपाल दामी छ के, दामी हो हेर्नु हो। बबाल भोला आएको होइन है, मैले पनि भोला आएको होइन, पानी हो। यही छ नेपाल बबाल हो के। पनि गड्डा पानी पर्यो, मुली नबस्नु पर्छ सायद। यो बाटो एकदम छक्का अरे खोला ब्रिज के रे कान्छ ओके राम्रो यस्तो डाँडा काँडा छ, यस्तो ठाउँ पनि बस्नु पर्दैन। रोड सबैभन्दा डेन्जर रोड हो के। अब यहाँबाट धर्ने बित्तिकै मुलिन आयो, अब कहाँ गर्छ यो कट्ने बित्तिकै मुलिन आउँछ के सिधै
एउटातिर जानु त फुलतिर होइन यो मुगली आइसक्यो कि भाइ अब कहाँ रोक्ने यही हो यो बजार हो कि त्यस्तो देखिन्छ कि ल अब दाजुभाइ हामी एकदम चिउरा मासु मोमो सोमो खाँदैछौँ खानु पऱ्यो के गर्नु होइन भाइ कस्तो छ बवाल आउँछ ल बिस्तारै बिस्तारै आउँछ नरिसाउनु ल गाह्रो छ गाइज हामी अब मुगलिनबाट नि निस्क्यो खाजासाजा खाइएर है यो पाहाडलाई पोखरा पुग्ने आवाज अब आवाज अलि राम्रो आएन भने यसको लागि रियली सरी है गाह्रो छ किनकि गरिब प्रोडक्सन छ अहिले हामी त्यही भएर भ्युजहरू चाहिँ म देखाइन्छ भ्युज चाहिँ 100 देखाइन्छ त्यो पुरानो पुल निखिलो फेरि हामीले भनेको पुल चाहिँ अहिले हामी नयाँ पुलबाट चर्दै मम्स टाउन वाउ शीतल भएको यार मुगलिन हो त चाहिँ मुगलिन बजार चाहिँ हो है गाइज शीतल भएको बजार हजुर गाह्रो के गर्ने देखाउनै पर्यो यस्तो यस्तो छ नेपाल What's up, bro? दिन चाहिँ दामी गरेछ कि अरू भन्दा गाइस के छ भनेको सिनले भरिने भयो आज कडा परेछ क्या फेरि केही भएन यस्तो नेपाल पनि देखाउनु पर्यो नेपाल है कमन कोइराहरू घुम्न आऊ रोक्ने हो पाउन फोन तर म जनै छैन बाफ्रे बाफ ल भाइ रोक यसो यहाँनिर यसो हल्का फुल्का चिलपिल हालौँ गाह्रो छ यार यार समता त भाइ एकछिन दाइलाई देखाउनु पर्यो
आएको हुन्छु कि बेला बेलामा यार कमाल छ यार नेपाल हो कि त्यहाँनिर हेर्नु राम्रोसँग देखेन होला त्यो क्यामेराले तर त्यो डाँडा पनि कति छ भनेर के मारेको छ है डमोली नि पुग्यो डमोली कट्यो यो चाहिँ डमोली पुल बाटो नि खत्तम भइसक्यो त्यो बेला बेलामा त खत्रोको खेलाडी हो नि फेरि लाइसेन्स छ है त्यहाँ गएर हामी पाउन मन लाग्यो त्यस्तो गर्मी भयो बाइकमा हिँड्दाखेरि मारेको छ रमाइलो गर्न पर्छ यस्तै हो जिन्दगी भनेको कहिले घाम कहिले पानी होइन टक्क समय मिलाउनुहोस् पोखरा आउनुहोस् ल गाह्रो छ नि गाह्रो छ तर जे भयो नि माया चाहिँ छ है हल्का गाह्रो छ तर माया चाहिँ छ हाम्रो भाइ राइडर फेरि पुरै दिइरहेछ यार सिन त्यस्तै बवाल छ आज फेरि आमा मारेको छ त हो मेरो मोबाइलको मेमोरी फुल भइसक्यो नि के भएको आज आमा है 2 महिनापछि घरबाट बाहिर निस्कियो के भएको आज भ्यू त्यो भनेर हो क्या आज यस्तो स्वागत गरे क्या मलाई नेचरले आज भाइ मारेको छ त हो मारेको केटा हो मारेको छ त आज त ढोक्का ढोक छ हो ढोक्का ढोक माथि हेरे तल हेरे तलै राम्रो साइडमा हेरे साइडमै राम्रो राम्रै राम्रो भयो त आज त अब म कि होइन बगैँचामा झर्नु बगैँचामा के जानु मात्रै बाँकी छ कि बगैँचामा गएर अनि म फुलहरू चुज गर्छु कि फुलहरू कस्तो कस्तो फुलहरू रङ वे नलिनु ल फुलहरू टिप्नु छ बगैँचा फेरि पोखरा हो होइन भाइ एउटा फुलको फिक्स भन्छ कि मारेको छ त हो आज त
बाटो घुम्ने जेलसम्म आउँछ कि फेरि दामी छ त ओ बाटो चिल्लै छ त ब्रो टिपी भयो है सबै खिच्दै यो है यो दामी छ है यो पहाड हेरौँ न कस्तो दामी यार ठ्याक्कै त्यही मात्रै के यो हेर्नु न पहाड ठ्याक्क त्यति मात्रै छ के I'm sorry guys, मेरो हम्बल रिक्वेस्ट छ अब यो भ्लगमा चाहिँ यति सबै मात्रै हुन्छ अरू पार्ट 2 मा चाहिँ अब पोखराको सबै आउँछ कि चार्ज सिद्धियो गाह्रो छ भ्युज हेर्नु रमाइलो गर्नुहोस् है माया गर्नुहोस् सब्सक्राइब गर्नुहोस् अरू त भइरहेको छ ढुक्काइ बाई लभ यु गाइस पोखरा आइपुग्यो बिचको सुट गर्न पाइएन किनकि मोबाइललाई चार्ज थिएन अहिले पोखरा आउने बेलासम्म यस्तो भएको छ मौसम भिडियो आउँदै गर्छ बिस्तारै पार्ट 1 हो पार्ट 2 नि आउँछ 3 नि आउँछ जति नि आउँछ आउन चाहिँ राइट नाउ पोखरा है पोखरा सिटी माया छ है चितवन सबै माया पोखरालाई है के हो भाइ Bye, love you guys. Pokhara.